स्वे एनालिसिस गर्न आउँछ कि आउँदैन भनेर जाँच्न खोजेको हो। त्यसको लागि तिमीहरूले अहिले जुन भनिराखेका छौ यो 80 किलोन्युटनको लोड र यो 80 किलोन्युटनको पोइन्ट लोड प्लस यो युडिएलको कारणले गर्दा यो बिमको बीसी पोर्सनको भाग यो कलममा जुन जोडिएको छ एबी कलम र सिडी कलम स्वे हुन्छ कि हुन्न होला, दायाँ वा बायाँ ए र डी सपोर्टलाई बेस मानेर ढल्किन्छ कि ढल्किन्न होला? स्वे सम्भव छ कि छैन यसमा? सर सम्भव छ, उता ढल्किन्छ बीतिर। ओके, बीसी पोर्सनमा अथवा बी वा सी जोइन्टमा कुनै सपोर्टले रोकेको छैन हैन त, त्यो कारणले ढल्किन्छ। भेरी गुड। अब तिमीहरूले यसमा स्वे पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्यो र अर्को कुरा चाहिँ नन स्वेको लागि त गिभन लोडले इम्प्याक्ट गर्छ नै, पुरानै जस्तै हिसाबहरू जस्तै भयो। अब तिमीहरूको माइन्डमा दुईटा इम्पोर्टेन्ट कुराहरू बसिराख्नु पर्यो। पहिलो कुरो त यो पोइन्ट लोड र यो पोइन्ट लोडलाई दुई भागमा डिभाइड गर्न सक्छौ। यो 80 र यो 60 लाई दुई किसिमको लोड हो भन्न सकिन्छ कि सकिन्न होला? के होला त्यो दुई किसिम? तीनटा पोइन्ट लोडलाई दुई पार्टमा डिभाइड गर्नु पर्यो नि, त्यो पार्टहरू के हुन सक्ला? ट्राई गर कसैले। खै असाध्यै इम्पोर्टेन्ट छ है यो क्वेसन। यदि जहाँ छ तिमीहरूलाई यतिको सोध्ने हो भने झन् 10 मार्क्सको हुन्छ। तिमीहरूले मिस गर्न भएन नि त। एक्जाममा पास हुनको लागि तिमीहरूले आफूले ब्रेन स्टर्म गर्नु पर्यो। मैले दुईटा पार्टमा डिभाइड गरौँ कि तिमीहरूले ट्राई गर्छौ? ल भन त। यो 60 किलोन्युटनको लोड मेम्बरमा लागेको छ कि नोड अथवा जोइन्टमा लागेको छ भन त? मेम्बर। यो 80 मेम्बर। तर यो 80 चाहिँ नि जोइन्टमा। भेरी गुड। जोइन्टमा लागेको फोर्सले फिक्स्ड इन मोमेन्टमा केही रोल प्ले गर्छ त? जति यो 80 किलोन्युटनको ए डिस्टेन्स 5 र बी डिस्टेन्स 5 हो भने फिक्स्ड इन मोमेन्ट निकाल्दा माइनस पी ए बी स्क्वायर बाई एल स्क्वायर जुन गर्छौँ त्यस्तो रोल प्ले गर्छ त यो 80 ले? गर्छ कि गर्दैन होला? नोडमा लागेको छ पुरै 10 मिटर नै उसको ए भयो, बी भन्ने डिस्टेन्स 0 भयो भने यसले फिक्स्ड इन मोमेन्ट जेनेरेट गर्यो त? गर्दैन सर। इन्डमै लागेको छ, इन्डमै मोमेन्ट त कसरी ल्याउँछ त्यसले हैन? यस। अब तिमीहरूले के बुझ्नु पर्यो भने दिएका लोडहरू नोडमा अथवा जोइन्टमा छन् कि मेम्बरमा छन् ध्यान दिनु पर्यो। त्यसो भए तिमीले यो स्वे पनि हुन्छ नन स्वे पनि हुन्छ भन्दै गर्दाखेरि यो 80 किलोन्युटनको लोड नोडमा लाग्या हुनाले नन स्वे एनालिसिसमा यसलाई हामीले काउन्ट गर्दैनौँ। कारण के रहेछ त भने यो जोइन्टमा लागेर यसरी तान्यो भने यसले स्वे कज गर्ने हो। यिनीहरूले पनि स्वे त कज गर्छन् तर यिनीहरूले फिक्स्ड इन मोमेन्ट जेनेरेट गर्न सक्ने भएको हुनाले यिनीहरूलाई नन स्वेमा राखिन्छ। अब स्वेको एनालिसिस गर्ने बेलामा यो 80 को इफेक्ट हेरौँला हामीले। तर पहिला त यसलाई नन स्वे एनालिसिस गर्नको लागि स्वे हुनबाट प्रिभेन्ट गर्नु पर्यो, जोगाउनु पर्यो। त्यो जोगाउनको लागि के गर्नु पर्ला? कसैले भन्न सक्छु? केही आइडिया छ? स्वे हुनबाट जोगाउनको लागि के गर्न सकिएला? केही आइडिया? त्यहाँ सर बीसी मेम्बरको एउटा जोइन्टमा चाहिँ सपोर्ट राख्ने। भेरी गुड। त्यसलाई मैले सायद यहाँ बनाएको होला। यो पोइन्टमा यसरी रोलर सपोर्ट राख्दियो भने यसले होरिजेन्टल रिएक्सन इन्ड्युस्ड गराउँछ हैन? होरिजेन्टल रिएक्सन इन्ड्युस्ड गराइसके पछाडि त स्वे हुनबाट जोगिन्छ। त्यही भएर पहिला नन स्वे एनालिसिस गर्ने बेलामा मनमा नै यो फिगरमा देखाउनु पर्दैन। तिमीहरूले लेट्स स्टप द स्वे एट फर्स्ट। पहिला चाहिँ यो स्वे हुनबाट जोग्या छ भनेर मान्नु पर्यो के?
त्यो कसरी मानिरहेछौ तिमीले आफैले मनमनै एउटा सपोर्ट इन्ट्रोड्युस गरेछौ यो दायाँ वा बायाँ चाहिँ ढल्किने अवस्था छैन भनेर मान्नु पर्यो क्लियर छ यहाँसम्म आवाज देऊ मलाई अलि गाह्रो हुन सक्छ यहाँ बुझ्नको लागि ठीक छ सर अब मैले नन स्वे हुन्छ यहाँनिर एउटा सपोर्ट इन्ट्रोड्युस गरिदिएँ अब त्यो सपोर्टको कारणले गर्दा यो स्वे हुँदैन त्यसो भए नन स्वेमा जाने हो भने नन स्वेको लागि फिक्स्ड इन मोमेन्ट्सहरू निकाल्न सक्छौ कि सक्दैनौ त तिमीहरूले एज युजुअली पहिलाको जस्तै गरे सकिन्छ सर फर नन स्वे एनालिसिसको लागि एफईएम एबी कसरी निकालेको होला यो क्याल्कुलेट गरेर सबैजनाले -80 × 5 स्क्वायर × 5 डिभाइडेड बाई 10 स्क्वायर हैन एफईएम बीए पनि सेम 80 × 5 स्क्वायर × 5 डिभाइडेड बाई 10 स्क्वायर एफईएम बीसी -WL स्क्वायर बाई के गर्नु पर्यो 12 पहिला युडीएल को जोड्नु पर्यो त्यसपछि यो 60 को पॉइंट लोड पनि जोड्नु पर्यो फेरि माइनस सबैजनाले हिसाब लगाऊ क्याल्कुलेटर पहिला के गर्ने -WL स्क्वायर डिभाइडेड बाई कति राख्नु पर्यो 12 फेरि प्लस अनि -60 × 3 × 4 स्क्वायर डिवाइडेड बाई 6 स्क्वायर सबैजनालाई सक्छौ यो निकाल्नको लागि यहाँनेरिको सकिन्छ सर सकिन्छ ल त्यसो भए कति आयो होला त हेर त सबैजनाले क्याल्कुलेट गरेर निकाल्न सक्छ भने मैले यहाँनेरि राखिदिएको छु क्याल्कुलेट गरेर त्यसै गरी यतापट्टिको पार्टमा पनि निकाल्न सक्छौ तिमीहरूले र एफईएमसीडी को लागि चाहिँ के गर्नु पर्यो सिधै -WL स्क्वायर बाई 12 र +WL स्क्वायर बाई 12 यहाँनेरि मैले अलिकति मिस्टेक गरेको छु माइनस राखेर यो प्लसमा हो +83.333 सबैजनाको आयो यति आवाज देऊ मलाई यति पाठ गर्न सक्छ एज युजुअल पुरानै कुरा हो सकिन्छ सर सकिन्छ सकिन्छ सर अब मोमेन्ट डिस्ट्रिब्युसन टेबल बनाउनु पर्यो नन स्वे को लागि यो स्वे हुन्छ मनमा नै रोकिराखेका छौँ स्वेलाई अहिले हैन नन स्वे मात्रै हेर्ने नन स्वे हेर्दाखेरि जोइन्ट ए बी सी डी पहिलाको जस्तै जोइन्टहरू टाइप गर्ने ए जोइन्टमा कतिवटा मेम्बर छ हेर सबैजनाले ए जोइन्टमा कतिवटा मेम्बर छ एउटा डी जोइन्टमा पनि एउटा छ र बी र सी मा चाहिँ दुई दुईवटा मेम्बर छ राख्न सकिन्छ बी जोइन्ट को बीए बी जोइन्ट को बीसी सी को सीबी सीडी ल अब रिलेटिभ स्टिफनेस को कुरा गरौँ बी मा बसेर ए मा ए को त लेख्नु पर्दैन हैन एबी मेम्बर को लागि रिलेटिभ स्टिफनेस लेख्नु पर्छ एबी को लागि जरुरी छ एउटै मात्र छ डीसी को लागि पनि सेम अब बी मा बसेर ए मा हेर बी मा बस्दा यसले मोमेन्ट रेसिस्ट गर्ने हो कि होइन मोमेन्ट रेजिस्ट गर्छ सर त्यसो भए 100% अफ I by L कति भयो I/10 बुझिरहेछ है सबैले यहाँनेरि ध्यान देऊ अर्कोको I/7 हो दुईटा जोड्यो भने कति हुन्छ त्यसलाई जोइन्टमा राखिदेऊ दुईटालाई जोड 1/10 + 1/7 गर आयो 17I/70 हुन्छ 17/70 आयो ओके सिमिलरली सी जोइन्टमा बसेर बी तिर हेर त बी ले मोमेन्ट लिन्छ कि लिन्न लिन्छ नि सी बाट डी मा पनि लिन्छ त्यसो भए फेरि सी बाट बी तिर हेर्दाखेरि अहिले आई दिएको छैन भनेपछि सबैको कन्स्ट्यान्ट आई मानिराख्यो हो हामीले कन्स्ट्यान्ट आई मानेपछि यसको I/7 भयो यसको I/10 फेरि पनि यहाँ त्यही 17I/70 भयो अब डिस्ट्रिब्युसन फ्याक्टर निकाल यो डिवाइडेड बाइ टोटल यो डिवाइडेड बाइ टोटल निकाल्न सक्छ 1/10 डिवाइडेड बाइ 17/70 कति भयो क्याल्कुलेट गर क्याल्कुलेटर चलाउनु पर्छ है तिमीहरूले आयो 0.59 भेरी गुड
अब अघि नै निकालेको फिक्स्ड इन मोमेन्टहरु राखिदेऊ। फिक्स्ड इन मोमेन्ट राख्न सक्छौ सबैजनाले? सकिन्छ सर। ओके। अब त्यसपछि तिमीले के गर्नु पर्यो भने ब्यालेन्सिङ गर्नु पर्यो। ए भन्ने सपोर्टले मोमेन्ट लिन्छ भने ब्यालेन्स गर्न सक्छौं त हामी? यो लाइनमा हेर त कल्ला कल्ला ब्यालेन्स गर्न सकिन्छ कसलाई सकिदैन भन्ने कुरा। ए जोइन्टले मोमेन्ट लिन्छ भने ब्यालेन्स गर्न जानिएन, ड्यास छोड्नु पर्यो। डी मा पनि ब्यालेन्स गर्न सकिएन, डीसी मेम्बरमा डी जोइन्ट चाहिँ फिक्स छ, मोमेन्ट लिनेछ, ब्यालेन्स गर्न सकिएन। तर बीए र बीसी एउटै जोइन्ट हो नि, यो दुईटा जोइन्टको अनब्यालेन्स्ड मोमेन्ट पत्ता लगाऊ। कति भयो? 100 - 79.608 गर त पोजिटिभ फिगर आउँछ। अनब्यालेन्स्ड मोमेन्ट 100 - 99.608 गर 0.392। त्यसको 0.41 ले अपोजिट साइनमा राख्नु पर्यो ब्यालेन्सिङ फिगर इन्टु 0.41 गर, निक्ल्यो। सर यस सर आयो। अर्को 0.59 ले मल्टिप्लाई गर्यो भने यो आउँछ कति 51 आयो। 0.59 ले मल्टिप्लाई गर अघिको अनब्यालेन्स्ड फिगरलाई, अपोजिट साइन राखिदेऊ। सबैको आयो है? यस सर। अब सीबी जोइन्टमा पनि सेम काम गर्ने अहिलेको जस्तै। सीबी जोइन्टलाई हेर त दुईटा जोडा अनब्यालेन्स्ड मोमेन्ट आउँछ, कति आयो? अनब्यालेन्स्ड मोमेन्टको 0.59 यहाँ राख, 0.41 यहाँ राख। आयो सबैको यो लाइन ब्यालेन्स लाइन। अब आवाज देऊ। 84.915 भेरी गुड। दुईटा आइहाल्छ हैन? सबैजनाको भएको हो? अगाडि बढौँ, ब्यालेन्सिङ लाइन छोडेर क्यारी ओभरमा जाउँ। अब भयो सर, भयो भयो क्यारी ओभर। अब क्यारी ओभरमा हेर त, ए ले नि मोमेन्ट लिन्छ, बी ले नि लिन्छ। एबी र बीए भने त सेम मेम्बर हो भने यसको क्यारी ओभर यहाँ हाफ आउनु पर्यो, यसको क्यारी ओभर कहाँबाट आएको? यहाँ माथिबाट हाफ आएको। यो र यो बुझिन्छ है? हेर यसको हाफ क्यारी, भेरी गुड। बीसी र सीबी पनि सेम हो, बीबाट सी, बीसीबाट सीबी तिर, सीबीबाट बीसी तिर आउनु पर्यो। हेर त 0.23 को हाफ 0.11, 0.93 को हाफ 0.46 आयो क्यारी ओभर। अब सी र डी मा पनि सेम हो, सी ले पनि मोमेन्ट लिन्छ, डी ले लिन्छ भने सी बाट डी तिर फाल्दियो, डी बाट सी तिर फाल्दियो। ड्यास को आधी ड्यास 0.6 को 0.3 भेरी गुड। फेरि अहिलेको जस्तै ब्यालेन्स गर्न सक्छौ त? अब यो ब्यालेन्सको लाइन हेर त, यो लाइनलाई यसलाई ब्यालेन्स गर्न जानिन्न, यसलाई ब्यालेन्स गर्न जानिन्न, मोमेन्ट लिन्छ ए ले पनि डी ले पनि। त्यसैले अब यो अनब्यालेन्स्ड फिगरको हिसाब लगाऊ। -0.467 को पोजिटिभमा इन्टु 0.41 गरेर हेर, भेरिफाई गर डेटालाई। भयो सबैको? -0.467 जुन छ क्यारी ओभर आएको, त्यसलाई ब्यालेन्स गर्नको लागि इन्टु 0.41 गर्नु पर्यो, यहाँ आउनु पर्यो। अनि ब्यालेन्सिङ फिगर आयो। भेरी गुड। अब के गर्नु पर्यो त? ब्यालेन्सबाट क्यारी ओभर आयो, क्यारी ओभरबाट अब ब्यालेन्स भयो हैन? अब के गरौँ? यहाँ पनि सेम काम सकिँदैन ब्यालेन्स गर्नलाई। हेर त दुईटाको यो ब्यालेन्स गरेको डेटा क्यारी ओभर आएको थियो, क्यारी ओभर गर्दा यसको हाफ हाफ हुनु पर्यो। कति कति भयो? निकाल क्यारी ओभरमा। पहिला त ब्यालेन्स फिगरै निकाल, यसको चाहियो आधी आधी। 0.59 यहाँनिर राख्नु पर्यो, 0.41 यहाँनिर राख्नु पर्यो, 0.116 लाई पोजिटिभमा इन्टु 0.59 गर। आयो सबैको?
भेरी गुड क्यारी ओभर फेरि आइगयो जस्तै यहाँको यहाँ सिबी को बीसी मा बीसी को सिबी मा र सिडी को डीसी मा डीसी को सिडी मा सक्यो सर यस्तै हिसाबले तिमीहरूले ब्यालेन्स क्यारी गर्दै जाने म एकैचोटि लास्ट लाइनमा गएँ ब्यालेन्सिङ फिगरमा हेर त सबभन्दा लार्जेस्ट भ्यालु कति छ 0.016 0.024 0.006 भनेपछि 0.0 मा आइसकेपछि 0.09 नै भए पनि छोड्दै हुन्छ धेरै प्रेसिजनमा नि गइराख्नु पर्दैन बुझ्या हो एकदम अब यो सबै तिमीले जुन टोटल गर्छौ नि यति मोमेन्टहरु यो मोमेन्ट टोटल गर्ने भनेको चाहिँ नन स्वेको टोटल मात्रै हो स्वेको टोटल त होइन नि त हो कि हैन भन त यो सबै टोटल जुन देखिएको छ नन स्वेको टोटल हो अब यो नन स्वेको टोटललाई तिमीले यहाँ प्लट गर्न सिक्नु पर्यो हेर त फाइनल इन मोमेन्ट फ्रम नन स्वे कति आको रे एबी को लागि कति छ रिड गर -98.992 त्यसो भए एबी मेम्बर यसरी बनाउन सक्छौ नन स्वेको रिजल्टलाई इन्टरप्रेट गरेको के मैले यसरी फिगर बनाएर नेगेटिभ भने त एन्टी क्लकवाइज हो नि हैन यो मेथडमा नेगेटिभ एन्टी क्लकवाइज हो भने -79.992 लाई कसरी प्लट गर्नु पर्दो रहेछ एन्टी क्लकवाइज त्यसैगरी एमबीए लाई पढ त एमबीए कति छ प्लसमा छ प्लस भनेको कुन डाइरेक्सनमा चाहियो क्लकवाइज अब यो 99.992 आउने र 100 आउनेमा यो लोडको रोल छ कि छैन छ सर कसरी छ यसको रोल कहाँनिर थियो भन्न त मलाई कसैले सक्छौ फिक्स्ड मोमेन्ट यसले गर्दा फिक्स्ड इन मोमेन्ट आयो बीए र बीसी बीए र एबी जसको कारणले बीए र एबी को फिक्स्ड इन मोमेन्ट यहाँनेरि ब्यालेन्स क्यारी गर्दा यो दुईटा आयो अब तिमीले के जान्नु पर्यो भने जुन फोर्सको इम्प्याक्टले गर्दा यी मोमेन्टहरु आका हुन् नि अहिले फाइनल्ली त्यो फोर्स सहित देखाउनु पर्छ के यो आममा बुझ्या हो कि हैन यसको इफेक्टले गर्दाखेरि यति आको हो यसको इफेक्टले गर्दाखेरि यति आएको देखाउन सक्छौ दुईटा रेड कलरको मोमेन्ट अहिले आएको फाइनल इन मोमेन्ट्स देखाउन सक्छौ यो आवाज भेरी गुड अब के गर तिमीहरुले भने यो ठाउँमा तिमी उभिएर बस्यौ भने 100 क्लकवाइज 99.992 एन्टी क्लकवाइज अनि फेरि यो 80 किलो न्यूटनले कस्तो मोमेन्ट दिन्छ बी पोइन्टमा भन त एन्टी क्लकवाइज अब ल हिसाब जोड त तिमीहरुको 80 * 5 एन्टी क्लकवाइज प्लस 79.992 एन्टी क्लकवाइज माइनस 100.032 क्लकवाइज भन्छ नेट कति आयो एन्टी क्लकवाइज एन्टी क्लकवाइज को नेट भ्यालु निकाल सबैले क्याल्कुलेटरमा 399.96 अब त्यति चाहिँ यो फिक्स सपोर्ट हो भने यसले होरिजेन्टल रिएक्सन रेसिस्ट गर्छ कि गर्दैन होला त ए सपोर्टले फिक्स सपोर्टले होरिजेन्टल रिएक्सन लिन्छ कि लिँदैन गर्छ सर लिन्छ भने तिमीले के गर्नु पर्यो अब त्यति को इक्विभ्यालेन्ट फोर्स कति भयो भने यहाँनेरि मोमेन्ट चाहिँ क्लकवाइजमा त्यति नै जेनेरेट हुन्छ त भन्दा त यसको लिभर आर्मले भाग लाउनु पर्यो हो कि भन त हो सर हो ल अहिलेको भ्यालुलाई लिभर आर्मले भाग लगाइदेऊ त कति आयो आयो 39.996 आयो सबैको यस सर भेरी गुड अब तिमीले के बुझ्नु पर्यो भने यो मोमेन्ट र 80 ले दिने जुन मोमेन्ट रेड कलरले राखेको डेटाहरुको मोमेन्ट जुन छ त्यो आफैमा अनब्यालेन्स त त्यसलाई ब्यालेन्स गर्न मैले होरिजेन्टली कति फोर्स लाउनु पर्यो भनेर निकाल्ने अब मोमेन्ट ब्यालेन्स भयो होरिजेन्टल ब्यालेन्स भएको छ त अझै छैन नि त
त्यसो भए हरिजेन्टल ब्यालेन्स गर्न यो आर्मलाई मात्र ब्यालेन्स गर त लेफ्टपट्टि 39 हो भने राइटपट्टि कति छ 80 दुईटाको डिफरेन्स कति हुन्छ र कता लाउनु पर्यो हेर त 80 राइट वार्ड बढेको त्यसमा लेफ्ट वार्डमा थप्नु परेको परेन माथि एफएक्स गर समेसन एफएक्स गर 80 minus 39 भेरी गुड यहाँ राखेको बुझ्छौ अब फेरि अर्को आममा जाऊ किन यो सबै गरिराखेका छौँ भन्दा एबी बीसी सीडी मध्ये कुन कुन मेम्बर हो स्वयमा जाने भन्न त मलाई सर सीडी सीडी पनि स्वयमा जान्छ एबी र सीडी भेरी गुड भर्टिकल मेम्बर जति स्वयमा जान्छन् त्यही भएर अब सीडी पोर्सनको पनि हेर एफएम सीडी अघि निकाल्दाखेरि यो युडिएल को रोल थियो कि थिएन थियो सर त्यो सहित अहिले तिमीले निकालेको फाइनल इन मोमेन्ट सीडी र फाइनल इन मोमेन्ट डीसी दुईटै प्लट गर्ने हेर त फाइनल इन मोमेन्ट सीडी एन्टी क्लकवाइजमा छ फाइनल इन मोमेन्ट डीसी क्लकवाइजमा छ त्यो दुईटालाई यसरी प्लट गर्न सक्छौ एन्टी क्लकवाइजमा भएको -83.987 क्लकवाइजमा भएको +83.005 प्लट गर्न सकिन्छ यो दुईटा मोमेन्टलाई सीडी मेम्बरमा नि रेड कलरले राखेको सकिन्छ अनि युडिएल लगाउन भुल्नु भएन युडिएल कै इफेक्टले गर्दा यो दुईटा मोमेन्ट देखा परेको हो कि हैन अब फेरि यो सी पोइन्टमा बस यो सी पोइन्टमा बसेर मोमेन्ट कति कति भयो फेरि हिसाब लगाऊ त +83.005 क्लकवाइजमा -83.987 एन्टी क्लकवाइजमा र यो युडिएल ले कतापट्टि दिन्छ मोमेन्ट हेर सी पोइन्टमा बस्दा कता दिन्छ मोमेन्ट युडिएल ले क्लकवाइज दिन्छ कति दिन्छ फेरि जोड +10 * 5 * सरी +10 * 10 * 5 ओके हैन 10 हो नि पुरै हाइट 10 * 10 हाइट * लिभर आर्म 500 सर 500 त्यति 500 कसले ब्यालेन्स गर्नु पर्यो त यहाँको होरिजेन्टल फोर्सले भनेपछि त्यो 500 लाई डिवाइडेड बाइ 10 गर्यो भने त यो फोर्स आउँछ होरिजेन्टल कति आयो त 49.90 आयो त अथवा त्यसलाई 50 माने पनि भयो तिमीले किति नै आउँछ अब तिमीले फेरि समेसन एफएक्स गर राइट तिरबाट लेफ्ट तिर गएको फोर्स कति छ र लेफ्टबाट राइट तिर गएको फोर्स कति छ यो 49 राइट वार्ड हो -10 * 50 कति कता गएको छ 10 * 10 कता गएको छ ल डिफरेन्स गर हेलो हजुर 50 नै आउँछ 50 नै आउँछ भन न म क्लासमा छु कि भन न केमा ओ पुर्सुको घरपट्टिको ठ्याक्क लिन्टेल सहितले त्यति पुगोस् न हैन उसको हाइटमा लिएर जानु पर्यो जसरी हुन्छ टोटल फिनिशिङ सबैजनाको आयो त यति आयो 50.098 आयो हेलो भन सुनेछौ तिमीहरूले मेरो आवाज एकदम सर एकदम आयो 50 नै आयो सर 50.098 हैन अब के गर्नु तिमीहरूले वास्तवमा हाम्रो यो एउटा टुक्रो फ्रेमको पार्ट अर्को टुक्रो फ्रेमको पार्ट दुईटै जोड्यो भने त यस्तो थियो नि हैन ओरिजिनल फ्रेम हो कि हैन फिगरमा हेर देख्छौ सबैले छैन सर देखेको छैन स्क्रिन शेयर भएको छैन भयो हेर त यो फिगर देख्यौ आवाज देऊ मलाई हजुर देखेछ भयो सर भएको छ
भयो है सबैको। अब तिमीले यो बीसी पोर्सनमा थपेको ब्यालेन्सिङ फिगरमा आएको होरिजेन्टल फोर्सहरू दुईटा सम अप गर त, एउटा लेफ्टतिर एउटा राइटतिर भने नेट फोर्स कति आयो होला त त्यो लेभलमा, बीसी लेभलमा नेट फोर्स हिसाब गर्न सक्छौ। 50.098 ले जित्यो, राइट वार्ड छ। 40.004 घटाइदेऊ, लेफ्ट वार्ड छ, निक्लिन्छ। कति आयो भन त? 10.094 आयो डिफरेन्स। 10.094 कतापट्टि आयो त त्यो? जतापट्टि ठुलो फोर्स छ त्यतैपट्टि। अब अघि मैले के भनेको थिएँ तिमीलाई भने यसले रोकिराख्नु, तिमीहरूलाई मनमा के लाग्यो भने यताबाट रोक्ने कि यताबाट रोक्ने? यसरी रोक्यो भने होरिजेन्टल फोर्स कतापट्टि रिएक्सनको रूपमा डेभलप हुन्छ? राइट वार्डतिर, हैन? हजुर। तर यहाँ तिम्रो हिसाबले के देखायो भने राइट वार्डतिर चाहिँ कति फोर्स लागेर गइराख्यो? 10.094। भनेपछि यो फोर्सलाई तिमीले रोक्नु पर्यो भने कतापट्टि रोक्नु पर्ला त भनेर हामीले निकालेको हिसाबमा x1 फोर्स देख्यो भने यो फोर्सले नरोकेको भए, यसरी सपोर्ट नलाइदिएको भए यो कतापट्टि ढल्किन्थ्यो होला त? यसरी सपोर्ट रिएक्सन नलगाइदिएको भए कता ढल्किन्थ्यो यो? लेफ्ट तिर। भेरी गुड, भेरी गुड। त्यसो भए तिमीले के बुझ्नु पर्यो? यो एनालिसिस गरेर x1 रिएक्सन इन्ड्युस्ड हुने गरी मैले रोकेको थिएँ, त्यो रोक्दा x1 फोर्स 10.094 चाहियो। त्यो नलगाएको भए त यो कतातिर स्वे हुने रहेछ अरे? लेफ्ट वार्ड स्वे हुने रहेछ। अब तिमीलाई हामीले के पनि सिकाएका छौँ भने लेफ्ट वार्ड स्वे तिमीले रोकिराखेका छौ अहिलेसम्म भन्ने मेसेज आयो, हैन? अब तिमीले के बुझ्नु पर्यो? एउटा कुनै बीम छ यो मानौ, यो बीममा तिमीले के गर्दै थियौ भने यसरी दिएको सपोर्ट जुन छ, यसरी दिएको सपोर्ट जुन छ, यो सपोर्ट यसरी तल झर्यो भने के हुन्छ भनेर पढेको हो किन हामीले? भन त, यो कति अमाउन्टले झर्छ भनेर पढेको? यहाँदेखि यहाँसम्म खै आवाज देऊ मलाई। 4EI बाई हैन, कति अमाउन्टले झर्छ? अमाउन्ट यो कति अमाउन्टले झर्या भन्थ्यौ हामीले पहिला? डेल अमाउन्ट। भेरी गुड। यहाँ चाहिँ डेल अमाउन्टले झरेको भन्थ्यौ हामीले, हैन? त्यसो भए अब यो डेल अमाउन्टले यदि यो झर्छ भने, यो डेल्टाले झर्छ भने यो झर्नको लागि कति फोर्स चाहिन्थ्यो त? यहाँ छ 12 EI डेल्टा डिभाइडेड बाई L क्यूब। ओ ओके हैन भन? हजुर सर। त्यसो यो 12 EI ले ढल्किन्छ भने यहाँ कति मोमेन्ट इन्ड्युस्ड हुन्थ्यो? यहाँ कति हुन्थ्यो मोमेन्ट? 6 EI डेल्टा बाई L स्क्वायर। याद छ कि छैन? यस सर। अब मलाई भन, यो फिगरलाई यदि मैले यसरी तिम्रो चाहिँ यस्तो फिगर बनाइदिएँ भने त्यो अहिलेको फिगरलाई तिमीहरूलाई बुझ्नको लागि मैले यसरी बनाइदिएँ र यो लेफ्ट वार्ड स्वे हुन्छ भन्नुको मतलब त्यो फिगरको रोटेसन यसरी भयो नि, हैन? अब कतापट्टि ढल्केछ त लेफ्ट वार्ड स्वे हुँदा त? बुझे हो सबैले? लेफ्ट वार्ड स्वे भने त यही हो, यो डेल्टा अमाउन्टले ढल्क्यो हो। त्यसो भए अघिको फिगरमा तिम्रो यसरी बनाउँदाखेरि यो जुन तलपट्टि ढल्केको थियो, झरेको थियो यो डेल्टा, यसको रोटेसन कस्तो थियो? तल झर्नु भनेको रोटेसन कस्तो बनेको हो खास? क्लकवाइज। तर अहिले हेर त लेफ्ट वार्ड स्वे हुँदाखेरि कस्तो डिरेक्सनमा रोटेसन भएछ? एन्टी क्लकवाइज। त्यसो भए क्लकवाइज रोटेसन, थीटा चाहिँ क्लकवाइज हुँदाखेरि मोमेन्ट कस्तो इन्ड्युस्ड हुन्थ्यो?
मोमेन्ट कस्तो इन्ड्युस्ड हुन्थ्यो एन्टी क्लकवाइज त्यसो भए यो क्लक एन्टी क्लकवाइज छ भने यहाँ कस्तो मोमेन्ट इन्ड्युस्ड हुनु जरुरी छ क्लकवाइज 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 मोमेन्टलाई हामी के मान्छौँ अब पोजिटिभ त्यसो भए कति हुन्थ्यो मोमेन्ट त मोमेन्टको भ्यालु त थाहा छ 6ei डेल्टा बाई एल स्क्वायर हो कि होइन तर प्रब्लम के भयो भने तिमीले अहिले निकाल्दाखेरिको हिसाबमा कति फोर्सले ढल्किन्छ भनेर निकालेको कि कति अमाउन्टले ढल्किन्छ भनेर निकालेको त फोर्स निकाले हो कि डिस्प्लेसमेन्ट निकाले हो त तिमीले अहिलेको हिसाबले फोर्स निकाल्नु फोर्स अब के गर्नु पर्यो त भने मलाई त्यो कति अमाउन्टले ढल्किन्छ भन्ने चाहिँ थाहा छैन भने यो EI डेल्टाको भ्यालु एज्युम गर्न पाइन्छ कि पाइँदैन अहिले जस्तो तिमीहरूले स्लोप डिफ्लेक्सन मेथड पढ्दा EI थीटा बी EI थीटा सी निकाल्थ्यौ नि हैन हो कि हैन हो सर हो यहाँ थाहा छैन हामीलाई EI थीटा बी जस्तै गरी निक्लिदैन त्यसो भए मैले EI डेल्टाको भ्यालु मान्नु पर्यो यो भ्यालु तिमीहरूले 50 मान्न पाउँछौ 20 मान्न पाउँछौ 100 मान्न पाउँछौ 1000 मान्न पाउँछौ तर के नगर्नु भने EI डेल्टाको भ्यालु मान्दाखेरि जुन मोमेन्ट आउँछ त्यो 0.00 पनि नआओस् EI डेल्टाको भ्यालु 10000 मानेर यसलाई 2000 4000 जस्तो पनि ननिकाल्नु किनभने हाम्रो ओरिजिनल गिवन लोडले लिएर आएको फिक्स्ड इन मोमेन्ट नै कति छ हेर त फिक्स्ड इन मोमेन्टहरु कति कुन फिगरमा छ दोहोरो 13 अङ्कमा छ भने एटलिस्ट तिमीहरूले 2 अङ्क अथवा 1 अङ्कको आउने गरे मान त्यसो अब हिसाब लगाऊ यो BA को EI र CD को EI को भ्यालु सेम भयो भने दुवै मोमेन्ट कता कता आका थिए अघि हेर त दुवै मोमेन्ट कतापटि छन् दुईटै इन्डको यहाँ हेर यहाँनेरि पनि क्लकवाइज नै आउनु पर्यो यहाँ पनि क्लकवाइज नै आउनु पर्यो यहाँ पनि क्लकवाइज भए FEM AB FEM BA FEM DC FEM CD बराबर हुन्छ तर त्यसको भ्यालु क्याल्कुलेटरमा लगाऊ यदि तिमीले EI को भ्यालु 100 मानेका हौ अहिले भने 100 मानेका हो भने 6EI डेल्टा बाई L स्क्वायर गर 6 इन्टु EI डेल्टा भनेको 100 बाई L स्क्वायर भनेको यसको स्पान 10 10 को स्क्वायर कति भयो त 100 100 कट्यो हैन त कति आयो मोमेन्ट 6 यो प्लस हुन्छ कि माइनस हुन्छ भन्ने कुरो केले निर्धारण गरेको ल भन्न त के चीजले तय गरे यो चीज त्यो सोए कता हुन्छ भेरी गुड अहिले लेफ्टवर्ड सोए भयो भएर एन्टी क्लकवाइज रोटेसन भएर मोमेन्ट क्लकवाइज आयो कहिले काहीँ फेरि के हुन सक्छ तिमीले विचार गर्नुपर्छ है यो कुरा कहिले काहीँ चाहिँ के भइदिन सक्छ भने यसरी बसेको मेम्बर छ यो मेम्बर चाहिँ यसरी यतातिर सोए भइदियो भने त यो सोए हुँदा त यो सोएलाई के डिरेक्सन भन्नु पर्यो राइटवार्ड सोए भन्नु पर्यो राइटवार्ड हुँदाखेरि कुन डिरेक्सनमा रोटेसन छ त क्लकवाइज त्यसो भए त्यो बेलामा मोमेन्ट चाहिँ कता आउँछ मोमेन्ट एन्टी क्लकवाइज हुने बित्तिकै फिक्स्ड इन मोमेन्टको भ्यालु के हुन्छ त माइनस त्यही भएर मैले यहाँ अहिले प्लस लेखेँ यो 6 आएको सबैले बुझ्यौ कसैले 200 मान्यो भने यो 12 आउला के फरक पर्छ त बुझ्छौ सबैले बुझ्या हो सर त्यो एकपल्ट लेफ्ट वार्ड सोए भन्छ त्यो अलि भन्दिनु कसरी भयो लेफ्ट वार्ड यहाँ हेर त तिमीले x1 अघि न यो चीजलाई ध्यान देऊ त तिमीले यहाँनेरि रोकेको भने हो कि यो सपोर्ट लगाएर हजुर सर यो रोकेपछि यसको रिएक्सन कसरी आयो अहिले भन त राइट तिर आउँछ नि अनि तिमीले एनालिसिस गर्दा पनि राइट तिरै फोर्स आछ कि छैन x1 ब्यालेन्सिङ फोर्स हजुर हो रिएक्सन फोर्स नै त्यही हो के त्यो रोलर सपोर्टको रिएक्सन यही नै हो यहाँ देखाए पनि यहाँ देखाए नि एउटै कुरा त हो नि हैन र त्यो ब्यालेन्सिङ फोर्स राइट वार्ड त्यो कसरी भयो अनि माथिबाट हेर न राइट वार्डमा 50 आयो लेफ्ट वार्डमा 40 भएपछि राइट वार्डले जित्यो राइट वार्डमा 10.094 भयो ए असर इन्डिभिजुअल मेम्बर ब्यालेन्स गर्दा 40 आयो इन्डिभिजुअल मेम्बर ब्यालेन्स गर्दा 50 आयो दुईटालाई जोड्दाखेरि नेट कति आयो राइट वार्ड 10 त्यसो भए राइट तिर तिमीले रिएक्सन लिएर आउनुको मतलब लेफ्ट तिर ढल्किराख्या हो नि हैन र
हजुर सर सबैजनाले बुझ्या हो कि होइन? राइटतिर मैले कुनै फोर्स लगाएर धकलिरहनुको मतलब धकल्न छोडिदियो भने लेफ्टतिर पल्टिन्छ। तिमीले केही चिजलाई अगाडितिर ढकल्यौ र ब्यालेन्स छ भने त्यसलाई हात छोडिदियो भने त्यो कतातिर आउँछ? तिमीतिरै आउँछ नि, आउँदैन? खोइ हजुर सर एक्ज्याक्टली सेम यो रिएक्टिभ फोर्स आयो। यसको कारणले गर्दा लेफ्टवार्ड स्वे हो भन्ने थाहा भयो। स्वे त भयो यति फोर्सले, तर कति अमाउन्ट अफ स्वे हो थाहा छैन। त्यही भएर इआई डेल्टा कति मान्नु पर्यो? 100, 200, 500 जति माने नि हुन्छ। तर कसरी मान्नु पर्यो? त्यसले क्रिएट गर्ने फिक्स्ड इन मोमेन्ट 0.00 आयो भने नि भाग लाउन मिलेन, ब्यालेन्स गर्न मिलेन, क्यारी ओभर गर्न मिलेन। एकदमै धेरै 1000, 2000 आयो भने नि धेरै टाइम लाग्छ नि तिमीलाई ब्यालेन्स क्यारी गर्दै गर्दै 2-3 स्टेप बढ्छ नि ठुलो फिगर आएपछि, हो कि हैन? त्यही भएर दोहोरो अथवा सिंगल डिजिटमा निकाल्ने। अब तिमीले फिक्स्ड इन मोमेन्ट यो नन स्वे एनालिसिस गरेर स्वेको लागि फिक्स्ड इन मोमेन्ट्सहरु निकाल्यो। बीसी मेम्बर के हुन्छ स्वेमा भन त? बीसी मेम्बर स्वेमा जान्छ त? होरिजोन्टल मेम्बर स्वे हुन्छ त कहिल्यै? हुँदैन भने एफईएमबीसी र एफईएमसीबी को भ्यालु कति हुनु पर्यो त स्वे एनालिसिस गर्दा? 0। अब त्यसो भए तिमीले के भन्न सक्यौ भने सबै कुरा अघि के हो? ए जोइन्ट, बी जोइन्ट, सी जोइन्ट, डी जोइन्ट अघिकै हो। मेम्बर एबी, बीए, बीसी, सीबी, सीडी, डीसी सबै सेम हो। रिलेटिभ आई बाई सबै सेम हो। तर अब कहाँ एनालिसिस गर्नु पर्यो? अब हामीले अब चाहिँ स्वेतिर जानु पर्यो। स्वेमा जाँदा फिक्स्ड इन मोमेन्ट राखेको बुझ्छौ? एबी र बीए भर्टिकल मेम्बर भएर +6+6, बीसी सीबी मेम्बर बीम पोर्सन भएर नो इफेक्ट अफ स्वे, सीडी र डीसी मा पनि त्यही 6-6। यो लेखेको बुझ्छौ? यो लाइन सबैजनाले बुझ्छौ? खै बुझ्यो सर, बुझ्यो सर। हजुर हजुर सर, हजुर। ट्याब छ हामीसँग? ट्याब छ? के छ? त्यही सिटिएल बोर्ड। मेरो कसमा हो भोलि क्लास बिहान? केही चाहिएन। त्यसको लागि चाहिँ बोर्ड अथवा चाहिँ नि राइटिङ प्याड चाहिन्छ। हुन्छ हुन्छ हुन्छ। हस्, मलाई बिहानलाई त यहीँबाट हुन्छ, मेरो रुमबाट। यहीँ होइन यहीँ। ए उता क्लासरुमको एरेन्ज गर्नु न। हुन्छ हुन्छ, मैले बुझिनँ। होस्, हस् 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 हस्। ओके, हुन्छ 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 हुन्छ, हस् हस्। क्रिएट उहाँहरूले गर्नुहुन्छ होइन? क्रिएट उहाँहरूले गर्नुहुन्छ, भइहाल्यो। हस्, यहाँसम्म भयो त? बुझ्छौ सबैजनाले? यतिसम्म यो मोमेन्ट राखेको बुझ्यो होइन सबैले? किन 0-0 आएको रे भन त? होरिजोन्टल मेम्बर भएर त्यहाँ इफेक्ट हुँदैन, त्यही भएर स्वेको इफेक्ट बीममा पर्दैन। भेरी गुड। अब मलाई एउटा चिज भन, यो +6 आउनुको पछाडि जुन यो +6 लेख्यौ नि, त्यसको पछाडि केही रिजन छ? के कारणले +6 भयो ल भन त मलाई? कसरी निकाल्यो +6? नन स्वे एनालिसिस गर्दा आएका मोमेन्टहरू छन्। कलममा राख्यौ दुईटा मोमेन्टहरू, ब्यालेन्स गर्यौ, त्यसले चाहिँ नि रिएक्टिभ फोर्स दियो। रिएक्टिभ फोर्सको डिरेक्सन हेर्यौ, डिरेक्सन हेरेपछि स्वे कता हुन्छ अन्दाज गर्यौ। स्वे लेफ्टवार्ड भयो भने मोमेन्ट के हुँदो रहेछ? पोजिटिभ हुँदो रहेछ।
सोही राइटवार्ड भएको भए मोमेन्ट के हुन्थ्यो नेगेटिभ हुन्थ्यो अनि इआई डेल्टाको भ्यालु 100 मानिदिएको भएर अहिले चाहिँ 66 आएको बुझ्या हो कि हैन कुरा यहाँसम्म क्लियर छ क्लियर छ सर ल अब फेरि हैकै प्रोसेस ब्यालेन्स क्यारी गर्न सक्छ त सेमै कुरा हो ब्यालेन्स र क्यारी गर्ने यसलाई ब्यालेन्स गर्न सकिन्छ त एबी मेम्बरलाई सकिँदैन खाली छोड्ने यो दुईटा 6 र 0 को नेगेटिभ फिगर 0.41 ले मल्टिप्लाई गरेर यहाँनिर राख्ने 0.59 ले मल्टिप्लाई गरेर यहाँ राख्ने ब्यालेन्स भइराछ त सकिन्छ हैन अब यो ब्यालेन्स क्यारी गर्दै 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 तिमी यहाँ आइपुग्यौ र फाइनली हेर त ब्यालेन्समा आउँदाखेरि प्रेसिजन ठीक छ यतिले पुग्छ कि पुग्दैन प्रेसिजन ल भन 0.018 आछ 0.026 आछ 0.018 छ 26 चाहिँ 0.09 भन्दा सानो छ भने भयो के पुग्यो कि पुगेन त ब्यालेन्समा आएर रोक्यो त खै आवाज देऊ मलाई हजुर सर पुग्यो सर अब फेरि यो सबै जोडिदेऊ फाइनल इन मोमेन्ट आउँछ त टोटल आउँछ तर कहाँबाट आएको यो टोटल अहिलेको यो सम भनेको सोएको एनालिसिसबाट मात्रै आएको यो अघिनको यहाँनिर लेखेको केबाट आएको यो सबै नन सोएबाट अब सोएको पनि तिमीले अघिनको जस्तै नन सोएको जस्तै मोमेन्ट राख्न सक्छौ कि सक्दैनौ एबीमा आएको सोएको मोमेन्ट हेर त कति छ 5.058 प्लसमा राख्न मिल्छ आवाज देऊ मलाई त्यसैगरी बीए को पनि 4.097 क्लकवाइजमा राख्न मिल्छ सीडी र डीसी को पनि हेर सीडी प्लस 4.097 डीसी प्लस 5.058 बुझ्या हो सबैले यो अब फेरि ब्यालेन्स गर यहाँनिर युडीएल पोइन्ट लोडहरु भयो भने राख्ने कि नराख्ने यो 6 आउनलाई तिम्रो पोइन्ट लोड युडीएल हरुले रोल प्ले गरेछ छ कि छैन यो फिक्स्ड इन मोमेन्ट 6 आउनलाई रोल प्ले गरेछ छैन भने यहाँ राख्न मिल्छ त खै आवाज देऊ मलाई मिल्दैन सर त्यसो भए सोएमा चाहिँ हामीले खाली छोड्नु पर्यो जे मोमेन्ट आउँछ त्यो सबै ढल्केको कारणले इआई डेल्टाको कारणले मात्रै हो भनेर राख्नु पर्यो फेरि यहाँ बस्छौ ब्यालेन्स गर्छौ यो आउँछ मोमेन्ट हेर त जोड सबैले 5.058 प्लस 4.097 जति आउँछ त्यतिलाई लिभर आर्मले भाग लगाइदेऊ त कति आउँछ 0.916 आयो त सबैको आउँछ सर अब समेसन एफएक्स गर्देऊ यो राइट वार्ड छ भने लेफ्ट वार्डमा त्यति नै आउनु पर्यो अर्को पनि ब्यालेन्स गर सेमै फिगर छ सेमै आउँछ फेरि दुईटा फ्रेमलाई जोडिदेऊ बीम राखेर दुवै कतापटि आयो भन त दुवैको डाइरेक्सन कता छ लेफ्टतिर छ भने दुईटै जोड्दाखेरि कति हुन्छ त त्यो फोर्स निकाल त रिएक्टिभ फोर्स दुईटै जोड 0.916 into 2 1.82 आएका नि यहाँ हेर त भेरी गुड अब हामीले गरे त 100% रङ भएछ इआई डेल्टाको भ्यालु तिमीले मानेको ठीक भएको भए सुन है सबैले इम्पोर्टेन्ट छ नि अबको पोइन्ट इआई डेल्टाको भ्यालु ठ्याक्कै 100 मानेको ठीक भएको भए यो x1 को भ्यालु र यो x2 को भ्यालु के हुनु पर्थ्यो बराबर हुनु पर्थ्यो हो कि हैन आवाज देऊ मलाई हो सर तर तिमीले मान्दिएको इआई डेल्टाको भ्यालु गलत भएको कारणले गर्दा x1 र x2 ठ्याक्कै बराबर आएन हो कि हैन नआएपछि तिमीले अब एउटा मोडिफिकेसन फ्याक्टर निकाल्नु पर्छ त्यो मोडिफिकेसन फ्याक्टर निकाल्ने भनेको चाहिँ सबैले हिसाब लगाऊ त यो x1 जति छ कुन चाहिँ डेटा इनकरेक्ट होला x1 को डेटा इनकरेक्ट होला कि x2 को डेटा कुन चाहिँ डेटा इनकरेक्ट हुन्छ x2 भेरी गुड किनभने x2 त एज्युम गरेर निकालेको डेटा हो त्यही भएर मैले के गर्छु भने x1 प्लस गल्ती भएको x2 मा एउटा फ्याक्टरले मल्टिप्लाई गरे त्यो फ्याक्टरको नाम के रहेछ पढ त यहाँ सबैले के भन्दो रहेछ ल्याम्डालाई मोडिफिकेसन फ्याक्टर यो गल्ती छ
यसको कारणले त्यसलाई मोडिफाई गर्छु भनेर फ्याक्टर निकाल्यो। त्यसो भए x1 प्लस ल्याम्डा x2 बराबर अब कति हुनुपर्ने त? तिमीले यो 80 को कहीँ प्रयोग गरेछौ अहिलेसम्म भन्न त? जोइन्टमा आएको नोडमा लागेको 80 को युज भएको छ त? होइन, काहीँ पनि भएको छैन। त्यसो भए के गर्नु पर्यो त? यो दुईटा फोर्स, यो फोर्स र x1 र x2 फोर्स जोड्दाखेरि यो 80 सँग बराबर हुनु पर्यो कि परेन? आवाज देऊ। पर्यो सर। त्यसो भए मैले के गर्ने रहेछु? x1 प्लस ल्याम्डा x2 गल्ती छ, ल्याम्डाले मल्टिप्लाई गरेपछि ठिक हुन्छ। द्याट मस्ट बी इक्वल्स टु 80। अब रहेको कुरा के त भन्दा तिम्रो सबै फोर्सको डिरेक्सन राइटवार्डै छ त। जस्तै 80 को कता छ? राइटवार्ड। x1 को कता छ? राइटवार्ड। x2 को कता छ त? लेफ्टवार्ड। अब तिमीले के मान्नु पर्यो भने म राइट गएकोलाई चाहिँ पोजिटिभ मान्छु भन्नु चाहिँ पर्यो क्या। यहाँ डिरेक्सन मानेको देख्यौ? राइटवार्डलाई मैले के मानेको छु? पोजिटिभ। त्यसो भए x1 को भ्यालु राइटवार्ड हो पोजिटिभ, ल्याम्डा इन्टु x2 को भ्यालु लेफ्टवार्ड हो नेगेटिभ, प्लस 80 हो। 80 किन प्लसमा भयो? त्यो पनि कतापट्टि छ हेर? राइटवार्ड। त्यसो भए यहाँबाट एउटा ल्याम्डाको भ्यालु निक्ल्यो त? निकाल्न सकिन्छ ल्याम्डाको भ्यालु? यस सर। निकाल। 80 माइनस 10.094 होल डिवाइडेड बाई 1.831 गर। आयो कि आएन? 38.179 माइनस। अब तिमीहरूले के बुझ भने तिमीले यो x2 यति निकाल्दाखेरि यी मोमेन्टहरू जुन युज गर्यौ नि, यी सबै गल्ती छन्। त्यसलाई कुन फ्याक्टरले करेक्ट गर्नुपर्छ? मोडिफिकेसन फ्याक्टरले सच्याउनुपर्छ। त्यसो भए अब तिमीले फाइनल इन मोमेन्ट निकाल्दाखेरि सबभन्दा पहिला एबी को लागि हेर्यौ भने एबी को नन स्वेको मोमेन्ट कति हो भन्न त? माइनस 99.992 प्लस तिमीले निकालेको फाइनल इन मोमेन्ट स्वे एनालिसिस गर्दा कति हो भन्न त? 5.058। तर यो डेटा गल्ती छ कि छैन? यो 5.058 गल्ती छ कि छैन? यो 6 निकालेकै गल्ती भएछ। त्यसलाई कुन फ्याक्टरले मल्टिप्लाई गर्नु पर्यो अब? मोडिफिकेसन फ्याक्टर माइनस 38.179। त्यसो भए कति आउँदो रहेछ हेर? माइनस 293.101। एवं रीतिले सबैमा यो प्लस यो इन्टु मोडिफिकेसन फ्याक्टर, यो प्लस यो इन्टु मोडिफिकेसन फ्याक्टर, यो प्लस यो इन्टु मोडिफिकेसन फ्याक्टर गर्दै फाइनल इन मोमेन्ट आउँछ त? आउँछ कि आउँदैन? आउँछ सर, आउँछ। भेरी गुड। अब फाइनल इन मोमेन्ट यो भयो। अब एज युजुअल टाइपले तिमीहरूले यो फाइनल इन मोमेन्टको आधारमा बिएमडी ड्र गर्न सक्छ सबैजनाले? यो डकुमेन्ट म पठाइदिन्छु, सबैजनाले म्यानुअली प्र्याक्टिस गर्नु पर्यो घरमा है त? ओके सर। तिमीहरूले अहिले अब घरमा प्र्याक्टिस गर्यौ भने चाहिँ आजको आजै बुझ्छौ, नत्र भने यो अलिकति कम्प्लेक्स हुन सक्छ। मैले फिजिकलमा भए अझै बढी तिमीलाई चाहिँ बुझाउन सक्थेँ। अनलाइनमा अब तिमीहरूले के कतिको बुझ्यौ मलाई त्यति धेरै थाहा भएन, तर तिमीहरूले यति चाहिँ सजिलो गरी आफूले घरमा प्र्याक्टिस गर्नु पर्यो है त? हुन्छ सर। सर त्यो हाम्रो x1 र x2 जुन तपाईले ल्याउनु भएको थियो त्यो अलवेज मतलब स्वेको अपोजिटमै आउँछ? नआउन नि सक्छ नि। बुझ्यौ कि बुझेन? त्यो सधैँ अपोजिट आउनुपर्छ। यो यस्तो हो नि, के चिजले गभर्न गर्छ त्यो भन्दाखेरि यहाँ हेर त सबैजनाले, तिमीले यसरी एनालिसिस गर्दाखेरि यो 80 को कुनै रोल छ त यहाँ? छैन। अब यो त तिमीले कतापट्टि निकाल्यौ त? राइटवार्ड निकाल्यौ नि हैन? हो, राइटवार्ड निकाल्यौ। मानौ यो लेफ्टवार्ड नै छ, तर यो 80 किलो न्युटन मैले लेफ्टवार्ड दिएको भए फेरि के हुन्थ्यो त? यहाँ माइनस 80 हुन्थ्यो अनि आउने रिजल्ट केमा आउँथ्यो त? प्लसमा आउँथ्यो नि। बुझेको बुझेन? द्याट डिपेन्ड्स। त्यो भोग्ने होइन, अपोजिट हुन्छ भन्ने होइन। सेमै डिरेक्सन पनि आउन सक्छ। कहिले काहीँ यस्तो 80 किलो न्युटनको लोड नदिकन नोडमा यहाँ कुनै लोड रहन्छ बी वा सीमा होरिजेन्टल लोड रहन्छ भने कति हुन्थ्यो इक्वेसनमा?
यहाँनिर कति लेख्नु पर्थ्यो राइटपट्टि यहाँको 0 0 भेरी गुड त्यस्तो हुँदा सिचुएसन फरक हुन्छ क्लियर भयो अब क्लियर भएको भएन तिमीहरूलाई मैले यो डकुमेन्ट केमा पठाउँ क्लासरुममै एसएस छ तिमीहरूको छैन सर कसैको छ कसैको छैन मलाई तिमीहरूको ग्रुप इमेल पनि छ ग्रुप छैन व्हाट्सएप चाहिँ छ सर व्हाट्सएप ग्रुप चाहिँ छ ल व्हाट्सएप ग्रुपको नाम भनौँ मलाई मलाई तिमीहरूलाई एड गर्न मिल्यो त्यसमा कि मिलेन मिल्छ सिआर सबै एड गर्दा मलाई सिआर को मात्रै भन्न नभए म सिआर लाई पठाउँछु उसैले त्यसमा उ गर्छ मलाई ग्रुपमा धेरै एड नगर यहाँ 1000 वटा क्लास हुन्छ 1000 वटामा एड गर्दा कहाँ के हो सिआर प्रेजेन्ट छौ सबभन्दा राम्रो मलाई एकजनाको इमेल भन सिआर लाई इमेल पठाइदेऊ ल सर मलाई पठाइदिनु त्यसो भए SETTI SETTI SUBASH@gmail.com यो अहिले नै शेयर गर है हुन्छ सर म अहिले गरिहाले हस् सर हस् नमस्कार ल सुवास मैले पठाएँ तिमीले शेयर गर्ने है त हुन्छ सर हुन्छ ओके थ्यांक यू अल आज यति है त हस् हुन्छ थ्यांक यू सर थ्यांक यू सर